बालेन सरकार तपाईँहरूका लागि डोजर लिएर होइन, लाल खुट्टा लिएर आउँछ। यो कुरा आज पनि म भन्दैछु, बालेन सरकारका लागि डोजर लिएर आउँदैन, लाल खुट्टा लिएर आउँछ। तर माफ गर्नुहोला, असली सुकुम्बासीको लागि मात्रै हो है, नक्कली सुकुम्बासीको लागि होइन। यहीँबाट अपिल गर्न चाहन्छु, नक्कली सुकुम्बासीलाई नमस्कार। यहीँबाट म यहाँबाट केही भन्न सक्दिनँ। सक्कली सुकुम्बासीको लागि, जस्तो मन्दिरले भन्नुभयो, अन्य व्यक्तित्वले भन्नुभयो, सुकुम्बासी भनेको राज्यले निर्दिष्ट गरेको राज्यको जुन क्राइटेरिया छ त्यो क्राइटेरियाभित्र पर्नुपर्छ है। सुकुम्बासी बनेर वर्षौं वर्षसम्म सुकुम्बासीको आवरणमा राज्यबाट यो पाइएन र ऊ पाइएन भनेर राजनीति गर्ने दिनको अब अन्त्य हुनेछ। यो चाहिँ मान्नु होला, माफ गर्नु होला, मलाई यो भन्दा अलिकति निर्मम भए जस्तो लाग्छ। तर यो तपाईँहरूको अधिकारको लागि हो। असली सुकुम्बासी त मैले यो वचन भन्दै गर्दाखेरि खुसी हुनुहुन्छ जस्तो लाग्छ। किनकि असली सुकुम्बासी भनेको जो भूमिहीन हुनुहुन्छ, जसको आज टेक्ने ठाउँ छैन, सुत्ने बिस्तारा र तपाईँको ओत लाग्ने छत छैन, उहाँहरू चाहिँ खुसी हुन्छ कि जस्तो मलाई लाग्छ।